राधे राधे। श्रीहरि नारायण नमस्कृतं नरचैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयते। म श्री नारायणलाई पनि नमस्कार गर्छु, वेद व्यासलाई पनि नमस्कार गर्छु, श्री सरस्वती मातालाई पनि नमस्कार गर्छु, सबैजना नमस्कार गर्छु। अनि आज हरिशनि एकादशी हुन्। एकादशी आज साउन महिना लाग्यो योपालि। मलमास पुरुषोत्तम महिनाले अलिक ढिलो भयो, 18-19 दिन ढिलो हुँदैछ। त्यसकारण आजको दिन ठुली एकादशी मनाइन्छ। आज देवशयनी एकादशी हुन्। आजको दिनबाट श्रीहरि विष्णु योग निन्द्रामा प्रवेश गर्नुहुन्छ अनि चतुर्मासको शुभ आरम्भ हुन्छ। देवशयनी एकादशीमा भगवान विष्णु क्षीरसागरमा 4 महिनाको लागि योग निन्द्रामा जानुहुन्छ। त्यसकारण शुभ कार्यकर्म, विवाह, गृह प्रवेश इत्यादि पूजापाठ गरिँदैन। आजबाट साधना, जप, पाठ, ध्यान, भजन, कथा श्रवणको विशेष महत्त्व हुन्छ। विष्णु सहस्त्रनाम अनि श्री हरिको कथा पाठ, गीता पाठ जरुर गर्नुपर्छ। गीता सुन्नी, पाठ गर्न नभ्याए अवश्य सुन्नी। अनि स्नानको बाद पहेँलो वस्त्र धारण गरेर अनि हरिलाई पहेँलो पुष्प चढाउने, पञ्चामृत अनि फल अर्थात् शुभ शुभ बोल्ने, शुभ शुभ गर्ने। ओम नमो भगवते वासुदेवायको यथाशक्ति जप्ने, सात्विक फलाहार गर्ने, सात्विक भोजन गर्ने। सबैभन्दा विशेष कुरा चाहिँ यति व्रत गरिसकेपछि क्रोध चाहिँ बिल्कुल नगर्ने। क्रोध, निन्दा, कसैको अपमानबाट बच्ने, अन्नको त्याग गरेर फल कन्दमूल लिएर व्रतको पालन गर्ने। आजबाट हरिशनि ठुली एकादशी व्रत साह्रै अति नै महत्त्वपूर्ण छ। अनि यसमा चाहिँ सबैभन्दा ठुलो कुरो हामीले गीता पाठ गर्ने, गीता सुन्ने। अगर पाठ गर्ने भए भने अवश्य म गीता चाहिँ सुन्ने। म अलिकति एक-अद्धि गीता नेपालीमा भन्छु, तपाईँहरूलाई अल्छी लाग्दैन होला, किनभने आज जरुर सुन्नु बहुतै महत्त्वपूर्ण छ। हामी यसै वैकुण्ठ हामीले परम पद पाउँछौँ। नेपालीले बुझौँ कृष्ण गीताका धर्मको गति, गीता कोमल गीताको गाना गर्दै यथामति, धर्म स्थान कुरुक्षेत्र दृढाशया, कुरु पाण्डवले फेरि के गरे भने सञ्जय भनेर धृतराष्ट्रले सञ्जयलाई सोध्नुहुन्छ। किनकि सञ्जयलाई त दिव्य दृष्टि श्री भगवान कृष्णले दिनुभएको छ। यो सबैलाई थाहा छ पनि छैन भने आज बुझौँ। देखि पाण्डवी सेनाको वज्रव्यूह महाधन, श्री द्रोणाचार्यका साथ भन लागे सुयोधन। हेर्नुहोस् गुरुकै शिक्षा धीमान दुर्पुत्रले, यो ठुलो पाण्डवी सेना हाँकिएको छ प्रयत्नले। यहाँ महाधनुर्धारी भीम अर्जुन बराबर, महारथी श्री द्रुपद युधान विराट र, धृष्टकेतु चेकितान काशीराज पराक्रमी, पुरुजित श्री कुन्ती भोज शिविराज नरागरणी, उत्तमौजा युद्ध अभिमन्यु सौभद्र द्रुपदी सुत, महारथी इन्द्रणमा छन् सबै सुर अद्भुत। यो गीता पढ्दाखेरि पनि निकै बुझिन्छ, जानिन्छ। अनि मलाई चाहिँ लाग्छ श्री गीतामा पाण्डव कौरवको लडाइँमा सबैले भीष्म पितामहलाई भन्छन्। भीष्म पितामहले त दुर्योधनको नुन खाएको छ भनेर मौन बस्नुभयो। त्यस्तै नुन उनले पनि खानुभएको थियो। के भन्छ, सबैले नुन त खाएको थियो। दासीपुत्र विदुरले पनि झन् ऊ त महान मन्त्री हुनुहुन्थ्यो, नुनै खाएको थियो र पनि ऊ चाहिँ त्यो लडाइँमा लाग्नुभन्दा सबैभन्दा मलाई चाहिँ श्रेष्ठ लाग्यो दासीपुत्र विदुर भन्छन्। तर ऊ चाहिँ तीर्थयात्राको लागि जानुभयो। यसमा म उनलाई नि महान मान्छु। तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ? सायद मेरो सोचाइ गल्ती हुन पनि सक्छ। यसमा तपाईँले कमेन्ट गरेर भन्न सक्नुहुन्छ। यसमा माफी चाहँदै मैले यति भने। भीष्म द्रोणाचार्य पितामह सबैजना नमक खाएको भनेर त्यतैतिर लागे, तर मलाई चाहिँ दासीपुत्र विदुर महामन्त्री झन् धेर खाएको थियो नमक। के कमी थियो र उहाँलाई? तर पनि ऊ चाहिँ तीर्थयात्रा जानुभयो, कतैतिर लाग्नु भएन। यसमै चाहिँ मैले
सत्य होला जस्तो लाग्छ। उहाँकै चाहिँ ठुलो, म चाहिँ मेरो तर्फबाट उनकै धेर गुण गाउँछु। हाम्रै सैन्यमा ठुला जो सेनापति छन् सब, गुरुजी भन्दैछु उनको नामादिके गौरव। हजुर भीष्म कर्ण अश्वत्थामा विकर्ण र भूरि सर्व कृपाचार्य समितिन्जय दुर्धर, अरू पनि मभन्दामा गर्ने प्राण समर्पण, शास्त्र युद्ध मर्मज्ञ लडाका छन् करोडन। भीष्मले हाकिएको यो हाम्रो सैन्य अगाध छ, किनकि उताका सेनापति भीष्म पितामह थिए, अगाध छ। थोरै छ पाण्डवी सेना जसको नायक भीम छ। पाण्डव सेना कम्ती पनि थिए। कौरव सेना 11 अक्षौणी सेना थिए, पाण्डव सेना 7 अक्षौणी सेना थिए। प्रवेशद्वार सारमा आफ्नो ठाउँ लिइकन तपाईँलाई गर्नु भीष्मकै अब रक्षण। दुर्योधनले भन्छ अब भीष्मकै रक्षण गर्नुपर्छ, किनकि उनीहरूतिर लागेर लडाइँ गर्न, असत्यतिर लागेर लडाइँ गर्न भीष्म पितामहहरू लाग्नु भएको छ, त्यो भन्ने पर्यो। यस्तैमा उनमा हर्ष बर्साई भीष्म वीरले हर्ष गरेर सिंहनाद गरी शङ्ख बजाए खुब जोरले। त्यो साथै शङ्ख कर्णाला नगारा ढोल मादल, बजे सङ्ग्रामका बाजा धन्क्यो भूमण्डल। अनि क्षेतास्त्रले युक्त महारथ महास्तत, कृष्ण अर्जुनले शङ्ख बजाए दिव्य अद्भुत। श्रीकृष्णले पाञ्चजन्य, श्रीकृष्ण भगवानको शङ्खको नाम चाहिँ पाञ्चजन्य थियो। श्रीकृष्णले पाञ्चजन्य देवदत्त कृतिले पौणुक नाम महाशङ्ख बजाए वीर भीमले। भीमको शङ्खको नाम चाहिँ पौणुक थियो, यो पनि हामीलाई जान्नु बहुत जरुरी छ। अनन्त विजय शङ्ख बजाए धर्मराजले। धर्मराजको चाहिँ अनन्त विजय, उनको नाम शङ्खको नाम अनन्त विजय थियो। मणिपुष्पक सौदोष माद्रिका दुई पुत्रले, मणिपुष्पक सौदोष चाहिँ माद्रिका दुईजना पुत्रले चाहिँ उनको शङ्खको नाम त्यही थियो। महारथी श्रीखण्डी र धनुष्मान काशी केशर। महारथी श्रीखण्डी चाहिँ जो पूर्वै जन्मदेखि विष्णु पितामहसँग युद्ध गर्न बहुत उत्सुक थियो, पूर्व जन्मको उनीलाई दुश्मनी थियो। महारथी श्रीखण्डी र धनुष्मान काशी केशर, अजय सात्विक अनि धिष्टुमन्य विराट। धिष्टुमन्य द्रुपदका छोरा, द्रुपद राजाका छोरा, द्रौपदीका भाइ हुन्। द्रौपदी पुत्र सौभद्र। राजा द्रुपदले पनि आफ्ना फुके शङ्ख हामी तयार छौँ भनी घन्की घनक त्यो शब्द आकाश पृथ्वीभरि सारा कौरव सेनाको हृदय चिर्यो चरचरी। हेर तयार ती सारा कुरु सैन्यहरूकन, शस्त्र सम्पात बेलामा उठाई धनु अर्जुन। श्रीकृष्णसँग यो बिन्ती गर्न लागे नगीचमा अर्जुनले, है लानुहोस् रथ मेरो यी दुई सैन्य बिचमा, यी दुईटैको बिचमा लानुहोस्। म हेरौँ पहिले कृष्ण युद्धलाई खडा हुने, को रहेछन् को माथि मैले शस्त्र उठाउने, को छन् मैले शस्त्र उठाउने। बिचमा रथ लगेर रोकिदिनुहोस् श्रीकृष्णलाई अर्जुनले प्रार्थना गर्नुहुन्छ। दुईतिर बुद्धि भएको दुर्योधनको युद्धमा जय खातिर जम्मा भएका जो छन् हेर्दछु म तिनीतिर, जो दुर्योधनको सपोर्ट गर्ने, उसैतिर लाग्ने, पक्षपात गर्ने, को रहेछन् युद्ध गर्ने, म तिनीलाई पहिला हेर्छु भनेर अर्जुनले विनम्र प्रार्थना गर्नुभयो। यस्तो अर्जुनले बिन्ती गरिएका नर उत्तम चाहिँ श्रीकृष्ण भगवान ती दुवै सैन्यको बिच राखेर रथ उत्तम, दुईतिरको बिचमा राखेर रथ उत्तम राखेर श्रीकृष्णले भीष्म द्रोण अरू राजाहरूका सामुमा अनि बोल्नुभयो प्रार्थना, लौ हेर जम्मा कौरवी भने। त्यहाँ सबसे भीष्म द्रोणाचार्य राजाहरूको सामुमा अनि बोल्नुभयो प्रार्थना, लौ हेर जम्मा कौरवी भने श्रीकृष्णले भन्नुभयो। त्यहाँ अर्जुनले देखे बाबु बाजे सङ्गी जन, गुरुमामा दाजुभाइ छोरा नाति अनेकन, त्यस्तै प्रेमी र ससुरा इत्यादि हजारन देखि दुवै सैन्यतर्फ आफ्ना बन्धुहरूकन। अर्जुनको खेतको शरीरमा असर लागि ठुलो दयादिक भई अर्जुनले भने, हे कृष्णदेखि सज्जन युद्ध नीति खडा हुने, मेरा अङ्ग सबै गल्छन्, मुख अत्यन्त सुक्त छ, शरीरमा कम्प हुन्छ, रोमाञ्च पनि आउँछ। श्री अर्जुनले भने शरीर सबै अङ्ग छाला भतभतिन पोल्छ उनलाई, त्यो आफ्ना सबै आफन्त मात्रै देख्दा उहाँलाई
बहुतै नराम्रो लाग्छ। हातबाट धनु खस्छ, छाला भतभती पोल्दछ, शरीरमा कम्प हुन्छ, बहुतै चक्कर आउँछ। उनको हातबाट धनुष खस्यो, सबै आफ्ना यताउता धनको राज्यको लोभले गर्दा धर्मका मान्छेलाई त त्यस्तै हुन्छ। सारा लक्षण हे कृष्ण विपरीतमा देख्दछु, आपस्तमारी रणमा कल्याणै छैन ठान्दछु। यस्तो विजय चाहन्न, सुख राज्य कुनै पनि, के भयो राज्यले फेरि भोग जीवनले पनि। जसका निम्ति चाहिन्थ्यो राज्य भोग सुखादिका, धन प्राण सबै छोडी उनेछन् समरोध सुख। गुरु बाबुहरू बाजे सालामामा सङ्गीजन, छोरा नाति भाइ बन्धु ससुर आदि हजारन। आफ्ना मान्छे मात्रै, सबै आफ्ना मात्रै मान्छे देख्दा श्री धर्मात्मा अर्जुनलाई कस्तो भयो त त्यतिखेर। पृथ्वीको के कुरा, उनले भने पृथ्वीको के कुरा, सारा लोक पाए पनि अब, संसार 4 लोक पाए पनि अब यिनलाई मार्न चाहन्न, आइलागे पनि सब धर्मको र अधर्मको यी बुझिन्छ। मारी कौरव यी हाम्रो के भलो हुन आउला, अतताई बन्धु मार्नाले पाप लागला। तसर्थ हामीले मार्न हुन्न आत्मीय बान्धव, कसो गरी सुखी हुँला बन्धु मारेर माधव। हुन त यी देख्दैनन् बसमा परि लोभको, लोभमा परेर केही पनि देख्दैनन् कौरवहरू। यो मित्रद्रोहको पाप, यो दोष कुलनाशको, यो दोष त कुलनाशकै हो। यो कुलक्षयको दोष देख्ने हामीले किन, यो कुलक्षयको दोष देख्ने हामीले किन, यो पापबाट हटनमा नजान्ने हे जनार्दन, यो पापबाट हट्नै पर्छ हामीले हे जनार्दन। हे श्री कृष्ण भगवान, नासे कुल नासिन्छ, कुल धर्म सनातन, धर्मका नाशले उसमा पाप फैलिन्छ विष्णु। धर्मका पापले चाहिँ, धर्मका नाशले गर्दा पाप, साह्रै ठुलो पाप फैलिन्छ। पाप फैलेपछि फैलिँदा कुलमा पाप कुल स्त्री दुष्ट बन्दछन्, स्त्रीहरू बिर्दा वर्णशङ्कर बढ्दछन्। कुलघाती र कुलको नर्कलाई शङ्कर हुन्छ, पितृहरू गिर्छन् पिण्डपानी भई पर। कुलका स्त्रीहरू व्यभिचारिणी बिग्रियो भने पिण्डपानी भई पर। वर्णशङ्करीय मूल दोषले कुलघातीका उखाडिन्छन् जाति धर्म कुल धर्म अगाडिका कुल धर्म नि अगाडिन्छन्। 21 पिँढी माथि 21 पिँढी उँधो भन्ने कुरा छ। सुन्दछु कुलमा धर्म जसका बिन्चिन बन्दछन्, तिनको नर्कमा बास सर्वदा हुन्छ भन्दछन्। तिनको चाहिँ जसका कुलमा धर्म जसका बिन्चिन बन्दछन्, तिनको नर्कमा बास सर्वदा हुन्छ भन्दछन्। अहो ठुलो पाप गर्न आँटेछौँ हामी तत्पर, राज्यको लोभले बन्धु मार्न आँटेछौँ सरासर। बिचारा श्री अर्जुनले भन्नुहुन्छ, बरु शस्त्र क्यों लिन्न, मलाई शस्त्र लिकिन दुर्योधन आदिले मार्न यही भलो छ जनार्दन। अर्जुनको कत्रो त्याग छ, बरु शस्त्र क्यों लिन्न, बरु शस्त्र लि मलाई बेशस्त्र केही यतिकै मलाई बरु उनीले मार्नु बरु भनेर। यति भनेर रणमा शोक व्याकुल अर्जुन, फ्याँकी धनु बाण थाले रथ भित्र बसिरुन। श्री अर्जुनले यत्रो त्याग गरे, सबै भन्न म सक्दिनँ, मलाई बहुत दिलमा दुःख लाग्छ अर्जुनको त्याग देखेर। म आज तिमी समाप्त गर्छु, एक अध्याय यति नै हो। तपाईहरु सबैले आज गीता सुन्न बहुतै राम्रो लाग्छ। म यतिमै जय श्री गीता माता, जय श्री कृष्ण। गल्ती भए माफ गर्नु।